ल लगाम साथी हो। पहिला त भारी सामान छ सक्यो छैन? ल साथी हो रेडी भएको हो? ल ल ल ल ल दमदम ल हामी घुम्न गइरहेको छौँ है। हाम्रो यता पालपाली सम्झे हुनुहुन्छ, हाम्रो यता जनकपुरिया, यता हस्बेनियावाला, यता हाम्रो सिन्धुलीवाला होइन त। र उतातिर हाम्रो पश्चिमको छ रौतहट्टी डाउन हुनुहुन्छ, रौतहट्टी डाउन। ल हामी चाहिँ अब आइपुगिसकेका छौँ हाम्रो ठाउँमा चाहिँ। ल साथी हो, आज चाहिँ हामी पिकनिक आएका छौँ अल्फोर आइसल्यान्ड बिचमा है त। ल यतातिर मुस्ताक सरलाई चाहिँ भुट चुकाउँ भने क्या, मुस्ताक सर त दादा हुन्छ कि। ल साथी हो, आज चाहिँ हामी अब ल स्टार्ट गऱ्यौँ हामी चाहिँ खानको लागि। हावा एकदम राम्रो छ, मौसम पनि। आइयो ल ठिक छ। ल चलाउँ ल। मुस्ताक सर के छ? यहाँ त पानी सुकेछ। अन्त छ हाल हजुर पग्लिन्छ, बिस्तारै बिस्तारै पग्लिन्छ। छ गडा छोप्ने हो, गडा छोप्ने। ल अहिले छोप्नुपर्छ। ल यहाँ दामी छ यस्तो ठाउँमा। अनि ल यहाँनिर फोटोसोटो खिच्छौँ है। अनि त्यसपछि चाहिँ यसलाई चाहिँ कतातिर हाल्ने हो, यसलाई कतातिर हाल्ने, यतातिर राख्ने हो। ल ठिक छ। ल कार्यक्रम चल्दैछ यता चाहिँ। यो चाहिँ बिहाइन्ड द सिन हो, साथीहरूको एकदम चलिरहेछ। होइन मेन यो पकाउनु म भिडियो बनाउँछु। काठको पुल
दामी आउँदो रहेछ त्यहाँ भिडियो त ल ओहो रमाइलो ठाउँ छ नि ओहो यस्तो दामीको हेभन छ यहाँ ओरे बाफ रे बाफ यो हाम्रै पोका पाक्यो guys, के अवस्था हो तल पनि हेर खुट्टा काट्ला भित्रै अब मजा आउँछ Oh my god! Woohoo! Woohoo! वहीँ छोडिसकेर छु कहाँबाट हाम्रो चाहिँ आज जङ्गल पार्टी सुरु भइरहेको छ यहाँ ल है ल ल के छ अनि हालखबर सब ठिकठाक छ नि ल ल यतातिर बारीपिके हुँदैछ कसलाई चाहियो ल ल ल मुरी मलाई चाहिँदैन के छ यतातिरको यो खोलिदिनु त एकचोटि देखाइदिनु यो यहाँ त यस्तो छ कि पेप्सी र हेर्नु यस्तो यो ओरे बा दामी छ त के हो यो ए यो फल फ्रुट यसो चिसो चिसो हैन खोइ खोलेर हेरौँ अलिकति हेर्ने न बाप रे बाप ओहो है यो त ल बाप रे बाप के हो यो बाटो त माल छ भाइ ओरे बा चिनी छ चिनी ल यता के छ फेरि यता यता यो ए नि त यो त उत्पात छ त फेरि यता हाम्रो सेफ हुनुहुन्छ सिन्धुलीको सेफ हुनुहुन्छ हाम्रो मगर सेफ यतातिर हुन्छ हाम्रो सेफ ल ठिक छ ल ल के छ मगर सर ठिकै छ हजुर अनि जङ्गलपाटी कस्तो छ ठिक छ नि ए बिन्दास ल अब अहिले यतिलाई थाती राखौँ हामी फेरि खाँदैछौँ ल चियर्स ल एक एक चुस्की लगाऊ ल सांस फेर नगर हात पत मुटुको गर्दछ धक धक कमर हिला के नाचेली जक जक लगा था हमके थोड़ा कुछ कम अब उठा उठा तनी झुका झुका रानी रुका सेको बनाइरहनुहुन्छ राजाजी मुसा भयो बस
हेर हेर खोता होस् यही सो तिमी कहाँ बस्छौ मलाई त भनिदेऊ गरिबको मन रुपी घरमा बस्छौ धनीको कस्तो मन पर्छ तिमीलाई